welcome back to my channel. This is me Fungwama. So I'm here with yet another vlog. So guys, आजको vlog चाहिँ मेरो साथी मेरो बेस्टी मनिकाको बर्थडे को vlog हुनेछ। इसेडी भएर यसरी रिजसगा लाएर चाहिँ उलाई स्कुल रुममा सरप्राइज दिनको लागि जान्दैछु। त्यो कुरा चाहिँ उलाई एकदमै थाहा छैन किनभने मैले चाहिँ हिजो चाहिँ भोलि म गेजिङ जान्छु भनेर उलाई ढाटिरहेको छु। उलाई अनएक्सपेक्टेड छ हो। मैले अहिलेसम्म बर्थडे विश पनि गरेको छैन, कल पनि गरेको छैन, केही गरेको छैन। अब डाइरेक्ट उसको रुममा गएर सरप्राइज दिन्छु। हेर्नुस् त चाहिँ उसको लागि गिफ्टहरु रेडी पारिरहेछु हो। के अब चाहिँ जानुस् उसको रुम केकहरु पाएँ मैले बालाजु। म चाहिँ मनिकाको जग्गा आइपुगे रानीपुल हो। तर आज यस्तो पानी परिरहेछ। मेरो हातमा सामान केक गिफ्टहरु बोकिरहेछु। यस्तो भिजोले छाता ओढिरहेछु। भिडियो गर्दैछु क्या खतरा होला। अझै पानी पर्नुपर्ने रिसै उठ्दा। मोनिकाको रिएक्सन हेर्नुहोस्। एभ्रीबडी रेडी ओके। म चाहिँ मोनिकाको रुमको छेउमा चाहिँ आइपुगेँ हैन। तर मोनिका छैन नि म आफै फ्लप हुन्छु छ कि छैन। सो लेट्स स्टे ट्युन गाइस। आइपुग्यो। तिमी सरप्राइज हुने एक्सपेक्टेड थियो। सोचेको पनि थिइनँ ल। मैले कल पनि नगरेको मारी बिहानै उठे। अन्त म कल गरेको तिमी कहाँ सरप्राइज हुन्थ्यो हेर। हेर अझै चाहिँ पानी परेको कस्तो रिस उठ्दो है। किन तिमीलाई सरप्राइज नि अन्त कहाँ चाहिँ सरप्राइज हुन्छ अगाडि भनेको भए चाहिँ। ल्याउ तिम्रो सामानहरू। हेप्पी बर्थडे। हेप्पी बर्थडे। अहिले नै दिइरहेको यो भित्र मेरो छाता पनि छ। राखिरहेको केही हुँदैन। छाता पनि छ ल यो भित्र मेरो। यहाँ राख्दै गरौँ। कस्तो लाग्यो सरप्राइज? सोचेको थियो तिमीले सोचेको थियो। मैले हिजोदेखि सस्पेन्स क्रिएट गरेको नि तिमीलाई मारी। एक दुई दिनबाट मात्रै जान्छ क्या हामी। मैले तिमीलाई मारी सरप्राइज दिनको लागि अलरेडी सोचिरहेको थिएँ। मैले बिहानै आज त म उठ्नु पनि बिहानै उठेको थिएँ होइन। मारी कल नगरेको नि। अङ्कलहरूलाई सबैलाई याद थियो हिजो कि तर तिमीलाई मात्रै नभनेको। कस्तो पानी परेको है मलाई पुरा हुन्छ। बर्थडेको लागि बिचारा अबे मेहनत गर्दै सप्नैबाट होइन। म हिजो आउँ भनेको तिमीलाई तर मैले सरप्राइज दिन्छ भनेर सोचिरहेको थिएँ नि। त्यो भएर नआएको नि। आइपुगेँ म बर्थडे गर्नलाई सरप्राइज दिनु सक्सेस भयो। तिमी छौ कि छैन सोच्दै थिएँ नि। सक्सेस भयो हेर्नु अब भरे हेरौँ है। अहिले मोनिकाले खाना दिएको भन्नलाई उता खानेहरू अरूहरू पनि छ। बर्थडे गर्दा पनि खाँदैछ बिचारा बिचारा। यो चाहिँ बर्थडे गर्लको केक हो। हेर्स बर्थडे गर्ल राम्री भइरहेछ। मैले चाहिँ बिहाइन्ड द सिन खिचेको फोटोग्राफीको। रेडी त्यसले बाल्दा न क्यान्डलले बाल्देऊ के हुँदैन।
lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. Went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. अब चाहिँ घाम लागेर दामी भयो अब एकपल्ट लास्ट बर्थडे गर कस्तो लाग्यो गिफ्ट ए लगाइरहेछु बर्थडे गिफ्ट फोनको पनि देखाउन फोन चाम इयरिङ्स सो अब चाहिँ फर्केको घर जाने रे म फर्केको पानी परेर अहिले चाहिँ घाम लागेर चाहिँ गरमले चाहिँ यस्तो हप भयो अब चाहिँ फर्केको मनिका घर जान्छ अरे म चाहिँ फर्केको बाई बाई मनिका बर्थडे पनि सक्यो है अब म पनि जान्छु वेस्ट कहिले भेट्छ म वेस्ट जान्छु भनेको नि सो यस यति नै थियो आज बर्थडेको ब्लग चाहिँ होइन थ्याङ्क यू गाइज फर वाचिङ बाई बाई